नमस्ते, मेरो नाम जागृत प्रसाद तिमल सिन्हा। युट्युब चाहिँ यो फिनटेक स्टुडियोबाट चाहिँ हामी यो अकाउन्ट फाइनान्सको कोर्सहरू स्टार्ट गर्दैछौँ। यो फिनटेक स्टुडियो युट्युबबाट सुरु गर्दैछौँ। त्यसमा चाहिँ 11 क्लासको पहिला अकाउन्टबाट सुरु गर्दैछौँ। 11 मा हामीले अकाउन्टको स्टार्ट गर्दै गर्दा जर्नलबाट सुरु गर्छौँ। त्यसपछि यसमा चाहिँ मैले एउटा जर्नल, लेजर, ट्रायल ब्यालेन्स, फाइनेन्शियल स्टेटमेन्ट भनेर एउटा लाइन बनाएको छु। अकाउन्टको बेसिक्स चाहिँ जर्नल हो। त्यसपछि पहिलो स्टेप यसलाई हामी प्राइमरी इन्ट्री भन्छौँ। लेजर सेकेन्ड स्टेप हो, यसलाई हामी लेजर भन्छौँ। त्यसपछि सेकेन्डरी इन्ट्री, थर्ड इन्ट्री चाहिँ हामी लेजरबाट चाहिँ हामीले समरी चाहिँ ट्रायल ब्यालेन्समा तान्छौँ। ट्रायल ब्यालेन्सको बाट चाहिँ हामी फाइनेन्शियल स्टेटमेन्टहरू बनाउन सक्छौँ। यही प्रोसेसलाई चाहिँ हामी अकाउन्टिङ भन्छौँ। यो जर्नलबाट स्टार्ट भएको प्रोसेस फाइनेन्शियल स्टेटमेन्ट बनाउने बेलासम्म चाहिँ हामी यसलाई चाहिँ हिसाब किताब गर्ने काम गर्छौँ। रेकर्ड राख्दै प्रोसेस अगाडि बढाउँदै जान्छौँ र यो इन्फर्मेसनहरू चाहिँ स्टेक होल्डरहरूलाई जब हामी पठाउँछौँ त्यो बल्ल अकाउन्टिङ प्रोसेस चाहिँ कम्प्लिट हुन्छ। सबैभन्दा फर्स्टमा चाहिँ कुनै पनि बिजनेस अर्गनाइजेसनको नट फर प्रफिट अर्गनाइजेसनहरूको दुवै टाइपको अर्गनाइजेसनहरूलाई चाहिँ हामी के गर्न पर्ने हुन्छ भने क्रोनोलोजिकल अर्डरमा, सिस्टमेटिक अर्डरमा चाहिँ हिसाब किताबहरू राख्छौँ। त्यसलाई हामी के भन्छौँ? जर्नल इन्ट्री भन्छौँ। जर्नल इन्ट्रीको लागि पनि हामीले के गर्छौँ भने यो ट्रेडिसनल रुलमा चाहिँ यसलाई हामी गोल्डन रुल अफ अकाउन्टिङ पनि भन्छौँ। गोल्डन रुल अफ अकाउन्टिङ पनि भन्छौँ। यसमा चाहिँ हामी पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्टमा तीनटा क्याटेगोरी छुट्याउँछौँ। पर्सनल अकाउन्टले चाहिँ हामीले व्यक्ति भनेको जस्तै नेचुरल पर्सन र आर्टिफिसियल पर्सन दुईटामा डिभाइड हुन्छ। कोहीबाट पाउनुपर्ने, लिनुपर्ने र तिर्नुपर्ने कुराहरू चाहिँ हाम्रो पर्सनल अकाउन्टले डिल गर्छ। रियल अकाउन्टमा चाहिँ हाम्रो यसलाई चाहिँ कुनै पनि एसेट्सहरू आयो कि गयोको आधारमा हामी डेबिट क्रेडिट गर्छौँ। जस्तै कुनै पनि एसेट्स आउँछ भने, कुनै पनि संस्थामा आउँछ भने हामी यसलाई डेबिट भन्छौँ, वाट कम्स इन, र कुनै पनि एसेट्स जान्छ भने यसलाई के भन्छौँ? क्रेडिट भन्छौँ। अनि त्यस्तै नोमिनल अकाउन्ट भनेको चाहिँ एक्सपेन्सेस, इन्कम, लसेस, गेन्सहरूलाई चाहिँ नोमिनल अकाउन्टले डिल गर्छ। त्यसो एक्सपेन्सेस, लसेस भयो भने हामी डेबिट भन्छौँ, डेबिट गर्छौँ, र इन्कम, गेन्सहरू आयो भने चाहिँ हामी के गर्छौँ? क्रेडिट गर्छौँ। यसरी डेबिट क्रेडिट कसरी गर्न सकिन्छ भनेर चाहिँ हामीलाई यो गोल्डन रुल अफ अकाउन्टिङले जर्नल इन्ट्री कुनै पनि ट्रान्जेक्सन भए पछाडि कसरी हिसाब किताब राख्ने भन्ने कुराको लागि सजिलो बनाउँछ। यो रुलले सपोर्ट गर्छ। त्यस्तै अहिलेको मोडर्न रुल चाहिँ एसेट्सहरू बढ्यो भने हामी डेबिट भन्छौँ, एसेट्सहरू घट्यो भने त्यसलाई क्रेडिट गर्छौँ, लाइबिलिटिज बढ्यो भने त्यसलाई हामी क्रेडिट भन्छौँ, लाइबिलिटिज घट्यो भने यसलाई हामी डेबिट भन्छौँ। यो भयो रुल। यो रुल चाहिँ सबैले बेसिक जान्नै पर्छ। रुल जानिसके पछाडि चाहिँ बल्ल हामी अगाडि बढ्न सक्छौँ। अब त्यस पछाडि यहाँ हामीले डेबिट र क्रेडिटको कुरा गऱ्यौँ। हरेक ट्रान्जेक्सनको डेबिट पनि हुन्छ, क्रेडिट पनि हुन्छ। एउटै ट्रान्जेक्सनमा जस्तै एउटाले तिर्नु पर्यो भने अर्कोले के गर्नुपर्ने हुन्छ? एउटाले पैसा दिँदै गर्दा अर्कोले त्यति नै पाउनुपर्ने हुन्छ। जस्तै 10,000 को सामान एउटाले किन्यो भने अर्कोले बेचेकै हुन्छ। अनि एकजनाले 10,000 तिर्दै गर्दा अरूले पाउँछ है। त्यही भएर जहिले पनि के हुन्छ? डेबिट इक्वल टु क्रेडिट हुन्छ। अनि एउटाले दिँदै गर्दा अर्कोले चाहिँ के हुन्छ? पाइरहेको हुन्छ। एउटाको सेल्स हुँदा अर्कोको के भइरहेको हुन्छ? पर्चेज एक्टिभिटिज भइरहेको हुन्छ भनेको। जस्तै फर इक्जाम्पल मिस्टर एले चाहिँ सामान बेच्यो भने कसलाई? मिस्टर बीलाई उसलाई सामान बेच्यो भने एले चाहिँ के गरेको हुन्छ? पैसा 10,000 पायो भने उसले सामान बेचेको हुन्छ। अनि त्यसपछि मिस्टर बीले चाहिँ के हुन्छ? सामान किनेको हुन्छ। अनि त्यसपछि सामान किने पछाडि उसको चाहिँ पैसा जान्छ, उसले चाहिँ पाउँछ। भनेको मतलब जहिले पनि के हुन्छ? मिस्टर एकैमा पनि यस्तो हुने भयो, उसले सामान किनेको छ भने पर्चेज अकाउन्ट डेबिट 10,000 टु क्यास। कतिको सामान किन्यो? 10,000 को। कति पैसा गयो? 10,000 नै गयो। भनेको डेबिट र क्रेडिट। क्रेडिटलाई चाहिँ हामी टु भनेर लेख्छौँ, क्रेडिटै भनेर चाहिँ लेख्दैनौँ। डेबिटलाई चाहिँ हामी डेबिट टर्म्स लेख्छौँ।
त्यस्तै अब यही ट्रान्जेक्सन चाहिँ अर्कोले के गरेको हुन्छ, मिस्टर बीले चाहिँ बेचेको हो भने उसले चाहिँ के गरेको हुन्छ, क्यास पाउँछ। व्हाट कम्स इन क्यास। सामान बेचेपछि 10,000 पायो, उसले के गरेको हो, सेल गरेको हो टु सेल्स। यो सेल्स इन्कम भयो, त्यही भएर क्रेडिट भयो। व्हाट कम्स इन, उसले पैसा पायो, त्यही भएर डेबिट भयो। यसरी चाहिँ जहिले पनि के हुन्छ, सेम एउटा ट्रान्जेक्सनमा पनि डेबिट इक्वल टु क्रेडिट हुन्छ। 10,000 भएको छ, त्यसपछि एउटाले जतिमा बेचेको हुन्छ अर्कोले त्यतिमै किनेको हुन्छ। एउटाले जति पैसा चाहिँ तिरेको हुन्छ अर्कोले त्यति नै पैसा पाएको हुन्छ। त्यही भएर जहिले पनि के हुन्छ भने हामी एउटा के भन्छौँ, इक्वल इफेक्ट भन्छौँ, बराबर इफेक्ट गर्छ भन्छौँ। अर्को के भन्छौँ, ड्युअल इफेक्ट भन्छौँ। कुनै पनि ट्रान्जेक्सन एउटा मात्रै हुन सक्दैन। एउटाले सामान बेच्यो भने अर्कोले किनेकै हुन्छ, अर्कोले किन्यो भने अर्कोले बेचेकै हुन्छ। त्यसलाई चाहिँ हामी के भन्छौँ, ड्युअल इफेक्ट भन्छौँ। अनि त्यस पछाडि डेबिट र क्रेडिटमा चाहिँ जहिले नै के हुन्छ, इक्वलै हुन्छ, डेबिट इक्वल टु क्रेडिट। त्यही भएर हाम्रो यो यहाँनिर हाम्रो इक्जाम्पलहरू लेखेको छौँ, यसमा पनि हरेक ट्रान्जेक्सनमा हाम्रो डेबिट इक्वल टु क्रेडिट हुन्छ। अब यो इक्जाम्पलहरूलाई हेरौँ। पहिलो इक्जाम्पल छ, बिजनेस स्टार्टेड विथ क्यास ₹20,000। अब यसमा चाहिँ के भएको छ भने बिजनेसको कुरा गरेको छ। अब हामीले यहाँनिर जर्नलको एउटा फर्मेट बनाएको छौँ। यो फर्मेटमा हामीले के लेखेका छौँ, डेट, पार्टिकुलर्स, एलएफ, डेबिट अमाउन्ट, क्रेडिट अमाउन्ट। यो चाहिँ हाम्रो जर्नल इन्ट्रीको फर्मेट हो, युनिभर्सल फर्मेट हो। जुनसुकै देशमा गए पनि यही नै फर्मेट हुन्छ। अब त्यसपछि यो बिजनेस स्टार्टेड विथ क्यास भनेको छ, भनेको हामीले जहिले पनि जर्नल इन्ट्री बनाउने बेलामा कसको बनाउनु पर्यो, बिजनेसको बनाउनु पर्यो। हामीले व्यक्तिको बनाउन पाइँदैन। जस्तै यो 20,000 चाहिँ जसले ल्याएको उसको हिसाब राख्ने होइन, कसको राख्ने, बिजनेसमा चाहिँ 20,000 आयो भनेर हेर्नु पर्यो। त्यही भएर हामीले बिजनेसको हिसाब राख्दैछौँ भन्ने कुरा सम्झिनु पर्यो। जस्तै यो एबिसी कम्पनी हो भने यो एबिसी कम्पनीको चाहिँ हामी हिसाब राख्दैछौँ भनेर सम्झिनु पर्यो। त्यो भयो भने अब क्वेसन बुझ्न सकिन्छ। बिजनेस स्टार्टेड विथ क्यास भनेको बिजनेस स्टार्ट गरेर रहेछ, कति क्यास ल्याएर 20,000। त्यही भएर बिजनेसमा चाहिँ के आयो, यो रुलले काम गर्यो। व्हाट कम्स इन, बिजनेसमा आयो नि त, त्यो के आएको छ, क्यास आएको छ। त्यही भएर यो नम्बरमा क्यास अकाउन्ट डेबिट। कसरी थाहा भयो हामीलाई, व्हाट कम्स इन, बिजनेसमा के आयो त, क्यास आयो, कति आयो, 20,000। त्यही भएर यो चाहिँ के भयो, डेबिट भयो। हामीलाई एसेट्स डिल कुनले गर्ने भनेको छौँ, रियल अकाउन्टले। रियल अकाउन्टमा के भनेको छ, व्हाट कम्स इन भनेको बिजनेसमा के आयो भनेर हेर्दा क्यास आएको छ, कति 20,000 लिएर आएको छ नि त लगानी गरेर। त्यही भएर हामीले 20,000 डेबिटमा लेख्यौँ। टु क्यापिटल अकाउन्ट, उसले त बिजनेस स्टार्ट गर्नको लागि पुँजी लिएर आयो। त्यही भएर हामी यसलाई के भन्छौँ, कसैले पुँजी लिएर आउँछ भने इन्भेस्ट बिजनेसमा गरिरहेको छ भने त्यसलाई हामी जे लिएर आए पनि के भन्छौँ, क्यापिटल भन्छौँ। त्यही भएर 20,000। अब हामीले न्यारेसन लेख्नुपर्ने हुन्छ, बिइङ बिजनेस स्टार्टेड विथ क्यास। त्यस्तै अब बी नम्बरमा चाहिँ के छ, गुड्स पर्चेज फर क्यास ₹10,000 भनेको सामान किनेको छ, पर्चेज फर क्यास भनेको हाम्रो बिजनेसले सामान किन्यो कतिको, 10,000 को। भनेपछि अब सामान किन्दाखेरि त के हुन्छ, क्यासमा किनेको हैसियत क्यास त जान्छ। व्हाट गोज आउट भन्दा चाहिँ क्यास भयो। तर सामान किनेपछि के आउँछ, सामान आउँछ। तर हामी सामानलाई चाहिँ के भनेर लेख्छौँ, सामान किनेकोलाई चाहिँ हामी पर्चेज भनेर लेख्छौँ। पर्चेज भनेर लेख्नु पर्यो। एसेट्स किन्यो भने एसेट्सकै नाम लेख्ने। तर हामी डेली ट्रेडिङ गर्नेवाला किनबेच गर्ने कारोबारहरू चाहिँ जे बिजनेस गरिरहेका छौँ त्यही सामान किन्यौँ भने चाहिँ त्यसलाई हामीलाई गुड्स भनेर दिएको हुन्छ। त्यो बेलामा चाहिँ हामीले गुड्स लेख्न पाउँदैनौँ, के भनेर लेख्नुपर्ने हुन्छ, पर्चेज अकाउन्ट भनेर लेख्नुपर्ने हुन्छ। कति, 10,000। 10,000 को सामान किन्यौँ। व्हाट गोज आउट भन्दा के गयो, क्यास गयो। कति अमाउन्टको गएको छ, यो क्यास भनेको एसेट्स हो। त्यही भएर हामीले यो रुल हेऱ्यौँ, व्हाट गोज आउट क्यास। त्यही भएर क्रेडिट भयो। कति, 10,000। अब यसको न्यारेसन लेख्नु पर्यो, बिइङ गुड्स पर्चेज। यति मात्रै लेख्दा नि भयो है। त्यसपछि थर्डमा के छ, गुड्स पर्चेज फ्रम राम अन क्रेडिट भनेको छ, क्यासमा होइन, उधारोमा किनेछौँ। रामबाट किन्यौँ भने नाम आइरहेको छ। अब रामबाट भनेपछि राम चाहिँ के हो, गिभर हो कि होइन।
रामले चाहिँ हामीलाई सामान दिएको हो नि, त्यही भएर यो चाहिँ के हुन्छ, रामको नाम चाहिँ हामी क्रेडिटमा लेख्छौँ। गुड्स भनेको हामीले सामान किनेको छौँ, त्यही भएर किन्न साथै हामीले के गरेर लेख्छौँ, माथिको जस्तै पर्चेज अकाउन्ट डेबिट, पर्चेज अकाउन्ट डेबिट। यो हाम्रो खर्च हो। खर्च भएपछि अल एक्सपेन्सेस आइन लसेस, खर्चहरूलाई हामी डेबिट लेख्थ्यौँ, त्यही भएर हामीले पर्चेज अकाउन्ट डेबिट लेख्यौँ। कति अमाउन्टको किनेको छौँ, 3000 को किनेको छौँ। त्यसपछि कोबाट किनेको, रामबाट। रामलाई तिर्नुपर्ने छ, त्यही भएर तिर्नुपर्ने पार्टीको नाम लेख्नु पर्यो हामीले है। अघि हाम्रो यसमा चाहिँ पाउनुपर्ने तिर्नुपर्ने चाहिँ हाम्रो पर्सनल अकाउन्टले डिल गर्छ भनेको थिएँ नि, त्यही भएर कसलाई तिर्नु पर्यो उसको नाम लेख्नु पर्यो, नभए त पछि कसलाई तिर्ने थाहा हुँदैन, त्यही भएर राम्स अकाउन्ट भनेर लेख्नु पर्यो। ऊ चाहिँ गिभर हो, त्यही भएर उसलाई हामीले तिर्नुपर्ने हाम्रो लाइबिलिटिज हो, त्यही भएर हामीले उसको नाम लेखिराख्नु पर्यो। 3000 बिङ गुड्स purchased from राम। त्यस्तै अर्को छ मेसिनरी पर्चेज अन क्यास। अब यो रेगुलर ट्रेडिङ गर्ने, किन्ने बेच्ने कामहरू जुन गर्छौँ, त्यो गुड्सहरूको बेलामा चाहिँ किन्यौँ भने पर्चेज लेख्छौँ, बेच्यौँ भने चाहिँ हामी के लेख्छौँ, सेल्स लेख्छौँ। तर हामीले मेसिनरी त किनबेच गर्नको लागि ल्याउँदैनौँ, एकचोटि किनेर ल्याएपछि वर्षौँसम्म युज गर्छौँ, त्यसबाट इन्कम जेनेरेट हुन्छ। जस्तै मेसिनरीहरू फ्याक्ट्रीमा ल्यायौँ भने 10औं वर्षसम्म त्यसले प्रोडक्सन दिन्छ, इन्कम दिन्छ, त्यही भएर यो चाहिँ हाम्रो एसेट्स हो। त्यही भएर एसेट्सहरू किन्यौँ भने चाहिँ यसको एसेट्सकै नाम लेख्नुपर्ने हुन्छ। त्यही भएर मेसिनरी किनेको छौँ, मेसिनरी नै भनेर लेख्नु पर्यो, मेसिनरी अकाउन्ट डेबिट। अब मेसिनरी पर्चेज भनेको छ, मेसिनरी किन्यौँ, त्यही भएर मेसिनरी अकाउन्ट नै लेख्यौँ। कति अमाउन्टको किनेको छौँ, 5000 लेखौँ। त्यसपछि केमा किनेको छौँ, क्यासमा। व्हाट गोज आउट, किन्दाखेरि त हाम्रो पैसा गएको छ, त्यही भएर व्हाट गोज आउट क्रेडिटमा टु क्यास, क्यास गयो हो नि हाम्रो, त्यही भएर क्यास अकाउन्ट लेख्नु पर्यो। कति अमाउन्टको, 5000 को। अब यसको न्यारेसन, बिङ मेसिनरी पर्चेज्ड। त्यस्तै ई नम्बरमा के छ हेरौँ, क्यास पेड टु राम ₹3000। अब हामीले रामलाई तिर्दैछौँ, किन तिर्दैछौँ भने रामबाट सामान चाहिँ किनेको थियौँ, तिर्नुपर्ने थियो, तिर्न बाँकी थियो, त्यही भएर हामीले रामलाई तिर्दैछौँ। अब रामलाई हामीले क्यास तिरेपछि हाम्रो क्यास जान्छ कि जाँदैन, जान्छ, त्यही भएर व्हाट गोज आउट क्रेडिटमा त के हुने भयो, क्यास हुने भयो। तर डेबिटमा चाहिँ पहिला हामीले रामलाई तिर्नुपर्ने देखाएको थियौँ, अब फेरि हामीलाई यो तिर्नुपर्ने क्रेडिटमा त तिर्नुपर्ने देखिरहेछ भने अब यसलाई क्यान्सल गर्न चाहिँ हामीले के गर्नु पर्यो, डेबिटमा चाहिँ राम अकाउन्ट्स भनेर लेख्नु पर्यो। बल्ल चाहिँ अब हाम्रो तिर्नुपर्ने देखिँदैन, नभए देखिन्छ। त्यही भएर हामीले डेबिटमा के लेख्नु पर्यो, राम्स अकाउन्ट डेबिट। कति, 3000। त्यसपछि टु कति तिर्दैछौँ, 3000 तिर्दैछौँ। व्हाट गोज आउट क्यास, क्यास तिरेको छौँ, त्यही भएर हामीले क्रेडिटमा क्यास लेख्यौँ। बिङ क्यास पेड टु राम। अब रामलाई 3000 तिर्नुपर्ने थियो, 3000 नै तिर्यौँ, हाम्रो अब उधारो तिर्नुपर्ने बाँकी केही पनि छैन। र अब यहाँसम्म चाहिँ बुझ्यो कि बुझेन, यो छ हेरौँ। अब त्यसपछि हामी योभन्दा पछाडि चाहिँ दोस्रो क्वेसन गर्छौँ।